ladies and gentlemen, welcome back to my vlog. It's your boy Alex Thapa मगर अहिले चाहिँ दिनको सुरुवात भइसकेको छ। दिनको सुरुवात भएर चाहिँ कति बजेछ 2 सय भन्दै त बाबु? अहिले चाहिँ 2 सयको 3 बजिरहेको छ र आज चाहिँ हाम्रो छोटेको बर्थडे छ रोशन र त्यसको लागि चाहिँ हामी केक लिन जान लागेको काले भाइ र म भएर। ओए सुस्त चलान के गर्छस् रे? त्यही हो गाइड चले चाहिँ हामी केक लिन जान लागेको। केटाहरू चाहिँ सब त्यहाँ दाइको क्याफेमा छ। अहिले चाहिँ हामी यहाँ ट्राफिक चोकमा छौँ। स्याप पलाएर केक लिएर केक के भन्छ अरे केक पाउने ठाउँमा गएर भेटिन्छ। सो गाइड हामीले चाहिँ केक लिइसकेको छौँ। ओ चाहिँ काले भाइ र म चल्दी स्याप पलाएर डेन्जर घाम छ यार बुटोल्दा। म त घरदेखि निस्किँदैन यार, गर्मी महिनामा त म घरदेखि चाहिँ निस्किँदैन, बेला बेला मात्रै हो। के ल बर्थडेमा भाउजू आउनु न बाहिर केक काटिदिनु यसो। विश्वासमा आउनु छ कि त्यो नि उस गर्न त्यो नि खोल्नु पर्छ। त्यो नि क्यान्डल किन ल्याएको राति बिहान काम रुक यो केक हटाउँदा म डबल स्ट्यान्डमा राख्छु। लाइटर विश्वास दिएन लाइटर। ल लाइटर हुन्छ भाउजू लाइटर दिनु। म कतिवटा भिडियो बनाउने हो भिडियो रन समाजमा यिनीहरूले नकारात्मक कुरा फैलाइदियो। त्यो नकारात्मक हो र सकारात्मक छ। स्क्रिनसट धन्यवाद धन्यवाद। Happy birthday to you. Happy birthday dear Chote. Happy birthday to you. ल ह्यापी बर्थडे। ल दाइ ल केक काट्नु त ल। अर्जुनलाई बोलाए हुन्थ्यो बे। ल दाइ नदीप दाइ खानी हो खान हुन्न। ए ल ल ए विश्वास त्यो अन्डा चिक्न त्यो कुहिएको बेला ल एक क्यारेट अन्डा हान्यो ल टाउ नाम त आऊ यति खान त भयो। हेलो कस्तो भयो डडा आयो त अन्डा हान्छ यो अहिले नहाने विश्वास हाम्रो बिल्लालाई क्यामेराम्यान भाइ भिडियो बनाइदिएको रे भाइ हानेको भाइ चाहिँ बनाइदिएन बे भाइ त्यहाँ यो त भाइ सेट रहेछ। हुन्छ यो त नाच्नु बाबु हाँसेको पछाडि आँसु पनि देखा। धेरै मान्छे नराम्रो भने मन चाहिँ एकदम सदा चाहिँ भरि चाहिँ अब बहिनीहरू त के भन्छ अरे फुटबल आफ्टर लङ टाइम लगभग म 2-3 वर्ष भइसक्यो त्यो फुटबल चाहिँ क्विट गरिदिएको। आज चाहिँ जोस आएको भएर चाहिँ हामी फुटबल हिँडेको छौँ। आज रन चित्र उडाइदिनु। त्यहाँ चाहिँ हाम्रो म्याच छ आज चाहिँ हाम्रो एम्बापेहरूसँग निशानहरूसँग म्याच छ आज चाहिँ हाम्रो। तिनीहरू चाहिँ खेलिराख्ने प्लेयर हो। हामी चाहिँ रन वर्षमा एकचोटि टुच्च दिनेवाला प्लेयर हो। सोलो चलाउन अलि भ्लग राख्ने वर्षमा टुच्च दिने प्लेयर हो हामी चाहिँ। र आज हेरौँ स्टामिना त छैन, हुक्का पानी सब निस्किन्छ, कतिको खेल्न सकिन्छ होइन लक्ष्य सर? कतिको खेल्न सक्नुहुन्छ? मैले त धेरै भइसक्यो क्विट गरिदिएको। पहिला चाहिँ म खेल्दै हिँडिरहेको, अहिले चाहिँ क्विट गरिदिन्छु। अब हेरौँ आज गेम कस्तो हुनेवाला छ। सो गाइस हामी चाहिँ हाम्रो गन्तव्यमा पुगिसकेको छौँ। यही आजको हाम्रो गन्तव्य चाहिँ यो चाहिँ स्वर्णिम फुटसल फुटबलको सबभन्दा ठुलो फुटसल होला मेरो साइड चाहिँ होइन, अर्को नयाँ बनाउँदैछ एउटा। यो चाहिँ हाम्रो जयकोटीमा छ। केटाहरू चाहिँ सब घरतिर जो छ आउँदैछ केटाहरू चाहिँ। हामी चाहिँ सुरुमा आएको किनकि बुक चाहिँ मैले गरेको नि त, मैले यसो कन्ट्रोल हान्नुपर्ने हुन्छ क्या। ल
हाम्रो प्लेयरहरू आउँदैछ है। ए आइज चिरकुट उदाहरण हाम्रो महँगो प्लेयरहरू झन् $100 किनेको प्लेयरहरू। ए यो तर बुढ्ती बाङ्डी आए जस्तो देखेको चाहिँ झोला बोकेको तर ए अमित खै ए मेरो क्यामराम्यान नि आएछ सही भएर नारन हाम्रो क्यामराम्यान है। आई लभ मेसी बट आई एम रोनाल्डो फ्यान है त। यता क्या हाम्रो उत्रिएको सकेका छन् ऊ यता क्याबो बर्थडेको रन बजाइन किप्पर चुसेको यहाँ पुरा म त थाकेमै र डिसबाट हानेर राम यहाँ हेर्न रन्डे त्यहाँ हेर विधान पहिले रन्डीको छोरीलाई बाहिर जाने हुन्छ हाल्दै रन गाइज ढोक्टी खायो ढोक्टी हेर्नु न यो बुट रन कस्तो रन रिसाएर फाल्यो दाइ रनले पहिले हाल्नु न बे काले निस्केन बे यता साइडमा तेरी माथि ए तेरी माँ टोक्ने अमित दाई अब त हान्नु बे रन ए दाई रन हान्नु न बे राम्रो ब्याक जोर असफल भयौँ हामी तर हाम्रो चाहिँ आज चाहिँ खेल्ने प्लेयरहरू चाहिँ कोही पनि थिएन। सिधा कुरा भन्नुपर्दा मै आज कति पछि हेरेको हल्का फुल्का त्यो ट्याक हेरेको एउटा प्रब्लम भएको थियो। त्यो प्रब्लमले गर्दा नि धेरै रन हामीलाई इफेक्ट परेको थियो। त्यो चाहिँ मैले एकछिनमा भन्छु। सो अहिले चाहिँ हामीले हारेर घर जान लागिसकेको छौँ। एउटा बाइकमा 4 जना बसेर 1 2 3 4 सो के कुराले चाहिँ हामी हान्न धेरै सहयोग गरेर हामीलाई हराउनमा भनेर चाहिँ मैले एकछिनमा भन्छु। सो हेलो गाइज यो चाहिँ फुटसलको फेरि 15 दिनपछिको भिडियो हो। 15 दिन कति भयो हामी फुटसल खेलेको लक्ष्यजी 3 दिन भइसक्यो। मैले चाहिँ यो भ्लग बनाउन बिर्सेको चाहिँ यार अस्ति नै त्यो चट्टेको बर्थडे पछि 15 दिनपछि याद आएर म भ्लगर भनेर मेरो त 1 मिलियन सब्सक्राइबर्स भनेर याद आएर बल्ल फुटसलको भिडियो बनाएको थिएँ। फेरि 3 दिन भयो यार भ्लग बनाउनु छ। एउटा भिडियो हाल्न नि मलाई त त्यस्तो गाह्रो हुने भविष्यमा मेरो छोराहरूले हेर्छ कि जवानीमा बाए जस्तो थियो भनेर र अहिले चाहिँ त्यो फुटसलको 3 दिनपछिको भिडियो। हामी चाहिँ आज चाहिँ स्पेनको र फ्रान्सको चाहिँ गेम छ। फुटसल याद तर फुटबल वर्ल्ड कपको गेम छ स्पेन र फ्रान्सको चाहिँ। हामी चाहिँ यसो घरतिरको क्याफेमा गएर हेर्न लागेको। अहिले चाहिँ हामी नाइट वाक गर्दै यता हाम्रो भिआइपी गरिब
सो गाइस हामी चाहिँ हाम्रो गन्तव्यमा पुगिसकेको छौँ यहीँ हो आजको हाम्रो गेम हेर्ने यो चाहिँ हाम्रो जक्सनै घरको नजिक भएको र सधैँ यहीँ राख्छौँ हामी होइन गरिब यस यस यही यो ठाउँ यहाँसम्म आइरहेको छु यदि मलाई भेट्न मन छ भने गिफ्ट सिफ्ट लिएर चाहिँ आइदिन सक्नुहुन्छ मेरो जुत्ताको साइज चाहिँ 41 हो कम्मरको थाहा भएन होइन अनि यहाँको चाहिँ एक्सेल लाग्छ मलाई शरीरमा चाहिँ गिफ्ट सिफ्ट ल्याइदिन पऱ्यो नि यहीँ लिएर आइदिन सक्नुहुन्छ अहिले चाहिँ हामी पुगिसकेका छौँ जङ्गली बदेल भनेको यो जङ्गली भालु बुटलको याकुजा र अब चाहिँ हामी वर्ल्ड कप हेर्न आइसकेको छौँ मेरो नाम के राखिदिएको छु भन्दैन जङ्कु के अरे नाम जङ्कु कुन एङ्गलले जङ्कु देखिन्छ पो म देखिन्छ यस्तो गर्ने यस्तो सो हामीले हाम्रो ग्याङ मेम्बरसँग भेटिसकेको छौँ अब एकछिनमा भेटिन्छ गेम सुरु भएपछि वर्ल्ड कप जित्ने चाहिँ अब फ्रान्सले नै हो अर्जेन्टिनालाई नो हेट तर अर्जेन्टिनाको फ्यानलाई चाहिँ हेट है भैया त्यो भन्न लाग्छ तिमीले भन्छौ कि डाउनलोडलाई के बे हाम्रो फ्रान्स पनि घरतिर गइसकेको छ अब म पनि ब्याग बाल्दैन टेन्सन बस्छ यहाँ मैले रन जुन टिमलाई सपोर्ट गर्छु रन त्यही टिम हाल्छ कि सधैँ रन भोलि रन अर्जेन्टिनाको गेम चाहिँ अर्जेन्टिनालाई सपोर्ट गर्छु रन मेक्सिको हेटर चाहिँ होइन तर यहाँ मेरो फ्रेन्ड लिस्टमा चाहिँ 6-7 जना छ कि त्यस्तो रोनाल्डोलाई नरुचाउनेवाला तिनीहरूलाई जवाब फर्काउनलाई मेस्सी हार्नै पर्छ अब मलाई मेस्सी नराम्रो लाग्ने होइन टेन्सन म्याच जुन टिमलाई रन सपोर्ट गर्छु रन त्यही हार्छु कि सधैँ रन त्यो कुरा छोड्दै अब मैले जुन टिमलाई सपोर्ट गर्छु त्यही टिम हार्छ सधैँ अब के भन्न सकिन्छ अब हार्ने त हार्यो अब मेन भनेको हाम्रो गुरु रोनाल्डो चाहिँ हो गर्ने अब वर्ल्ड कप नजिते नि रन दुनियाँको रन वर्ल्डको रन मन जितेको छ त्यही हो वर्ल्ड कप चाहिँ जित्न असफल भयो अब योचोटिको वर्ल्ड कप चाहिँ फ्रान्सको आशमा थिएँ कि म जे भयो नि फ्रान्सलाई सपोर्ट गर्थेँ एम्बापेलाई अब एम्बापे पनि गयो के भन्ने अब त गेम सेमै हेर्दैन म रन जुन टिमलाई रन सपोर्ट गर्छु मैले त्यही टिम हार्छ पे सधैँ रन म्याच पनौटी त रन म आफै हरि पनौटी हो कि म रन छ्या रन आजको भिडियो चाहिँ यति नै हो भ्याइयो